गरेर ल्याएको छु। होइन ठिक छ, मलाई केही छैन। जति हेर्नुहोस्, जति प्रश्न कडा हुन्छन् नि उत्तर दिउँला। मसँग हरेक प्रश्नको उत्तर छ, मलाई त्यसमा गाह्रो छैन। प्रश्न सुरु गरौँ कहाँबाट भने तपाईँले चाहिँ सेप्टेम्बर 23मा आफ्नो फेसबुक प्रोफाइलमा एउटा चाहिँ भिडियो राख्नु भएको रहेछ, लगभग 12-15 मिनट कतिको भिडियो छ। त्यो भिडियोमा चाहिँ तपाईँले सबभन्दा पहिला एउटा एनइडी भन्ने संस्थाको बारेमा कुरा गर्नुभएको छ र त्यो एनइडीसँग जोडिएका अरू पनि धेरै उसका सिस्टर अर्गनाइजेसनहरूको बारेमा कुरा गर्नुभएको छ होइन। त्यो एनइडी भन्ने संस्थाको बारेमा मैले पनि त्यो भिडियो तपाईँले राखिसकेपछि मैले गएर हेरेँ। हेर्दाखेरि के भने त्यो संस्थाले साउथ एसियाकै पनि नेपाल, श्रीलङ्का, बङ्गलादेश लगायतका धेरैवटा देशहरूमा केही पैसाहरू बाहिर देखाउने चाहिँ के भने समाजसेवा, दलित अथवा चाहिँ एजुकेसन अथवा हेल्थ भनेर चाहिँ दिएको देखिन्छ। तर अफकोर्स त्यसरी दिएको पैसा मैले योभन्दा अगाडि बनाएको युएसएआइडीका 4-5वटै भिडियो बनाएको छु, जर्ज सोरोसको चाहिँ लगानीको बारेको भिडियो बनाएको छु। जेमा दिन्छु भनेर पैसा दिएको हुन्छ त्यसमा लगानी हुँदैन, त्यो कुरा तपाईँले त्यसमा पनि खुलाउनु भएको छ। अब त्यही सँगसँगै तपाईँले के बताउनु भएको छ भन्दाखेरि लगभग नेपालको कुरा गर्ने हो भने धेरैवटा शीर्षकहरू छन्। त्यो मध्येमा चाहिँ के भने सबभन्दा धेरै पैसा 2टा शीर्षकमा दिएको रहेछ त्यो संस्थाले नेपाललाई। त्यो के भने $5 लाख नेपालका पोलिटिकल पार्टीहरूलाई भनेर दिएको छ र $1.13 मिलियन युएस डलर चाहिँ लेबर युनियनहरूलाई भनेर दिएको छ। अब त्यसको अर्थ के भयो भने त्यो संस्थाले नेपालमा डाइरेक्टली पोलिटिकल्ली एफिलिएटेड इन्भेस्टमेन्ट गरेको रहेछ भनेर त्यहाँबाट देखियो। अब त्यो हेर्दाखेरि के भने तपाईँले भनेको कुरासँगै मिल्दोजुल्दैन के देखियो भने त्यो पैसा उनीहरूले जेको लागि भनेर दिँदैछन् त्यो पैसा त्यही नियतको लागि र सत्य नियतको लागि होला कि खराब नियतको लागि होला, तपाईँलाई के लाग्छ त्यसमा? म तपाईँलाई एउटा कुरा, यो तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। यो तपाईँको चाहिँ नेपालमा भनौँ न, नेपाल जस्तै विश्वका गरिब देशहरूमा जहाँ उनीहरूलाई बढी इन्ट्रेस्ट हुन्छ त्यो देशहरूमा उनीहरूले के गरेको छ भन्दाखेरि अबको लडाइँ भनेको त सिधै बन्दुकले होइन, सोसियल मिडिया र मान्छेलाई कसरी हुन्छ जात जातिको नाममा चाहिँ नि विभिन्न जात जातिको नाममा मान्छेहरूलाई उठाउने अनि त्यसको लागि के गर्ने भने एउटा बिजनेस दिने। जस्तो बिजनेस भनेको जस्तो तपाईँको कस्तो भने एनजिओ थ्रु, आइएनजिओ थ्रु मान्छेहरू पठाउने र सोसियल काम गरे जस्तो देखाउने, उपचारमा हस्पिटलमा ल्याउने, कसैलाई के गर्ने, आइएनजी सँगसँगै सेवालाई पनि सँगसँगै सेवा गरे जस्तो देखाउने। तर त्यो सेवाभित्र चाहिँ डरलाग्दो काम हुँदो रहेछ क्या। त्यसले गर्दाखेरि तपाईँको अधिकांश पश्चिमाहरूको या एनजिओ आइएनजिओमा जति पनि आए यहाँ कामहरू यहाँको घुमौरो हिसाबले राजनीतिक हस्तक्षेप गर्ने, एकदमै राजनीतिक हस्तक्षेप गर्दै 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 लगेर जस्तो यो स्थितिमा ल्याउनको लागि यो सबै कुराहरू प्रयोग भए।